हामीले स्कुलका किताबहरूमा पढेको सौर्यमण्डलको कथा कस्तो शान्त र व्यवस्थित छैन त? ग्रहहरू आआफ्नो बाटोमा घुमिरहेका, तर वास्तविकता त्योभन्दा कता हो कता फरक छ। हाम्रो सौर्यमण्डलको असली कथा शान्तिको होइन, बरु यो त अराजकता, हिंसा र साँच्चै भन्नुपर्दा अकल्पनीय भाग्यको कथा हो। आजको यो विश्लेषणमा हामी यही हिंसात्मक तर सुन्दर कथाको 4वटा अध्याय पल्टाउनेछौँ। सुरुमा हामी बृहस्पतिको एउटा यस्तो रहस्य खोतल्नेछौँ जसले ग्रहहरू कसरी बन्छन् भन्ने हाम्रो बुझाइलाई नै हल्लाइदियो। त्यसपछि हामी पृथ्वीलाई बनाउने एउटा महाविनाशकारी टक्करको कथामा डुब्नेछौँ र अन्त्यमा त्यो अराजक विगतले आज पनि हाम्रो दुनियाँलाई कसरी चलाइरहेको छ भन्ने कुरा बुझ्नेछौँ। ल, अब सुरु गरौँ कथाको पहिलो भागबाट। यो त्यस्तो खोजको कथा हो जसले गर्दा वैज्ञानिकहरू ग्रह विज्ञानका किताबहरू फेरि लेख्न बाध्य भएका छन्। त्यसो भए बृहस्पतिको त्यो विशाल ग्यासको गोलाभित्र आखिर लुकेको के छ त? नासाको जुनो मिसन यही प्रश्नको जवाफ खोज्न पठाइएको थियो। धेरैको अनुमान थियो कि त्यसको केन्द्रमा एउटा साधारण ठोस पिण्ड होला। तर भेटियो अर्कै। एक खगोलशास्त्रीले भनेको यो भनाइले नै जुनोको खोज कति अचम्म लाग्दो र सोच्दै नसोचेको थियो भन्ने कुरा प्रश्न पार्छ। सोच्नुहोस् त, एकातिर थियो एउटा सफा ठोस केन्द्रको कल्पना, जस्तै एभोकाडोको बियाँ। तर जुनोले के देखायो भने बृहस्पतिको केन्द्र त हाइड्रोजन र चट्टानको एउटा धमिलो र आकारहीन मिश्रण पो रहेछ। यो खोजले पुराना सबै सिद्धान्तहरूलाई एकै झट्कामा चकनाचुर पारिदियो। अब यो धमिलो वा खुर्सानीको अचार जस्तो केन्द्र भनेको के हो त? यसको सिधा अर्थ के हो भने हामीले विशाल ग्रहहरू बन्ने प्रक्रियाबारे जे सोचेका थियौँ त्यो पुरै गलत थियो। यो खोजले एउटा नयाँ र ठूलो प्रश्न खडा गर्यो। हो, यहीँनिर आउँछ एउटा ठूलो समस्या। बृहस्पति जस्तो भीमकाय ग्रह बन्नलाई त सामान चाहियो, होइन? तर त्यो सामानै हराउनु अघि उसले कसरी आफूलाई यति छिटो बनायो त? यहाँ समयको खेल एकदमै महत्त्वपूर्ण छ। सूर्य जन्मिएपछि उसले आफ्नो वरिपरिको ग्यास उडाइदिन 50 लाख वर्ष मात्रै लगाउँछ। त्यो भनेको बृहस्पति जस्ता ग्रहहरूका लागि यो एउटा कि गर कि मरको अवस्था हो। यति छोटो समयमा नै आफूलाई बनाइसक्नुपर्छ, नत्र उनीहरू बन्नै पाउँदैनन्। पहिलाका सिद्धान्तहरूले त ग्रह बन्न 100 मिलियन वर्ष अर्थात् 10 करोड वर्ष लाग्छ भन्थे। तर त्यो त समयसीमा भन्दा 20 गुणा बढी भयो। मतलब पुरानो कथाले काम गरेन। एउटा बिल्कुलै नयाँ क्रान्तिकारी सिद्धान्त चाहियो। अनि त्यो नयाँ सिद्धान्त हो पेबल एक्रेसन। यो प्रक्रिया एकदमै रोचक छ। सुरुमा चट्टान र बरफको एउटा सानो बिउ बन्छ। त्यसपछि यसको गुरुत्वाकर्षणले ब्रह्माण्डीय भ्याक्युम क्लिनरले जस्तै वरिपरिका खर्बौं साना ढुङ्गाहरूलाई आफूतिर सोस्छ र हजारौं गुणा छिटो विशाल बन्छ। यो भनाइले के देखाउँछ भने सौर्यमण्डलको सुरुवाती दिनहरूमा जो बलियो उसैको राज चल्थ्यो। सुरुमा जो ठूलो भयो उसले सबै स्रोत कब्जा गर्यो, अनि अरू साना ग्रहहरू त बन्नै नपाई भोकै मरे, अस्तित्वबाटै मेटिए। अब बाहिरी सौर्यमण्डलको त्यो अराजकताबाट फर्किएर हाम्रो आफ्नै घर पृथ्वीतिर आउँ। यहाँ पनि अचम्मको कुरा के छ भने एउटा महाविनाशकारी घटनाले नै हाम्रो सृजना गरेको थियो। कल्पना गर्नुहोस्, आजभन्दा 4.5 अरब वर्ष पहिलेको कुरा हो। हाम्रो भर्खरै बनेको पृथ्वीतिर मङ्गल ग्रह जत्रो अर्को एउटा ग्रह, जसलाई हामी थिया भन्छौँ, सिधै ठोक्किन आइरहेको थियो। त्यो टक्कर सामान्य थिएन। त्यो यति शक्तिशाली थियो कि दुवै ग्रह पग्लिएर एउटै तातो डल्लो बने। आज हामीले देखेको पृथ्वी वास्तवमा ती दुई ग्रहको भग्नावशेषबाट बनेको एउटा बिल्कुलै नयाँ संसार हो। तर अचम्मको कुरा के छ भने यही विनाशबाट हामीले जीवनका लागि चाहिने सबैभन्दा महत्त्वपूर्ण उपहारहरू पायौं। त्यही भग्नावशेषबाट हाम्रो चन्द्रमा बन्यो, पृथ्वीको घुमाइ स्थिर भयो र सबैभन्दा महत्त्वपूर्ण थियाको फलामे केन्द्र हाम्रोमा मिसिएर एउटा शक्तिशाली चुम्बकीय ढाल बन्यो, जसले आज पनि हामीलाई सूर्यको खतरनाक विकिरणबाट बचाइरहेको छ। हाम्रो छिमेकी मङ्गल ग्रहलाई हेर्दा यो कुरा अझै प्रष्ट हुन्छ। मङ्गल ग्रहको केन्द्र सानो भएकाले त्यो चाँडै चिसियो र उसको चुम्बकीय क्षेत्र पनि हरायो। परिणाम, सूर्यको विकिरणले उसको वायुमण्डल र पानी सबै उडाएर लग्यो। पृथ्वीले त्यो टक्करबाट पाएको ठूलो फलामको केन्द्रले हामीलाई बचायो, तर मङ्गलसँग त्यो भाग्य थिएन। यो साँच्चै नै भाग्यको कुरा हो।
त्यो टक्कर अलिकति मात्रै फरक भएको भए कि त पृथ्वी ध्वस्त हुन्थ्यो कि त आज हामी यो कुरा गर्नका लागि हुने थिएनौँ। लाग्न सक्छ यो शब्द अर्बौं वर्ष पहिलेको कुरा हो, तर होइन, त्यो पुरानो अराजकताको असर आज पनि यही क्षणमा पनि हामीले महसुस गरिरहेका छौं। बृहस्पतिलाई सौर्यमण्डलको दादाभन्दा फरक पर्दैन। उसको गुरुत्वाकर्षण यति शक्तिशाली छ कि उसले अरू सबै ग्रहहरूको बाटो र गतिलाई प्रभावित गर्छ। हाम्रो पृथ्वी पनि त्यसबाट अछुतो छैन। पृथ्वीको कक्षलाई कसले सबैभन्दा बढी तानिरहेको छ त? दुईवटा मुख्य खेलाडी छन्, बृहस्पति र शुक्र। यिनीहरूले मिलेर हाम्रो कक्षलाई कहिले लगभग गोलाकार बनाउँछन् त कहिले तन्काएर अण्डाकार बनाइदिन्छन्। अनि यही तानातानको परिणाम के हो त? एउटा लामो लगभग 4,05,000 वर्षको जलवायु चक्र। जब बृहस्पति र शुक्रको प्रभावले हाम्रो कक्ष तन्किन्छ, पृथ्वीमा मौसमहरू चरम हुन्छन् र त्यसले हिमयुग सुरु गराउँछ। यो चक्र आज पनि चलिरहेको छ। सारमा भन्नुपर्दा आज हामीले जुन शान्त र स्थिर संसार देख्छौं त्यो हिजोको त्यही अकल्पनीय हिंसा र अराजकताकै जगमा उभिएको छ। हिंसात्मक टक्करहरूले हामीलाई स्थिर जलवायु दियो र ग्रहहरूको दादागिरीले नै हाम्रो संसारलाई सुरक्षित बनायो। र अन्तमा एउटा प्रश्न सोच्नको लागि छोडेर जान्छु। यो अनन्त अस्तव्यस्त ब्रह्माण्डमा हाम्रो जस्तो संसार हुनु, जहाँ जीवन सम्भव छ, यो कति दुर्लभ र कति अविश्वसनीय भाग्यको कुरा होला।